आज चाहिँ म पुरा मान्छेहरू भएको ठाउँमा भ्लग बनाउन जाँदैछु है। भ्लग बनाउने के लाज के सरम गाइज, त्यही हो तपाईँहरूको माया चाहिँ पाउनु पऱ्यो कि। भ्लग बनाउन मलाई अब लाज लाग्न छोड्यो कि। लाज सरम भन्ने कुरा क्यामेराको अगाडि लाग्न लाग्यो भने चाहिँ भ्लग बनाउन नबनाए पनि हुन्छ जस्तो लाग्न थाल्यो कि। त्यही भएर क्यामेराको अगाडि के को लाज होइन। तपाईँहरूले देख्न सक्नुहुन्छ अगाडि पछाडि पुरा मान्छेहरू छन् होइन, तपाईँले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यस्तो ब्लड डोनेसन होला जहाँसम्म मलाई लाग्छ होइन। तर मेरो त ब्लडै कम छ अनि कहाँबाट ब्लड डोनेसन गर्ने भन्ने कुरा पनि हो होइन। त्यही हो गाइज, रमाइलो छ होइन, देख्न सक्नुहुन्छ तपाईँहरूले गाइज। र भ्लग चाहिँ मेरो कन्टिन्यू आइरहेको छ होइन। तपाईँहरूले कस्तो लाग्छ फिडब्याक दिइराख्नु होला, म बनाउँदै गर्छु होइन। देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा यस्तो छ है, तपाईँले। म तपाईँले देखाउन जाँदैछु होइन। एउटा कुरा देखाउनु जाँदैछु, हेर्नुहोस् है त। त्यही हो, गिम्पलबाट सुट गर्न चाहिँ अलि मान्छेहरूले हेर्दा अलि नरमाइलो लाग्ने रहेछ कि। नरमाइलो लाग्ने रहेछ होइन। सोच्दो होला मान्छेहरूले खत्रै युट्युबर रहेछ, तर युट्युबमा 100 सब्सक्राइबर पनि छैन। त्यही भएर चारचारै आएर तपाईँहरूले लाइक सब्सक्राइब कमेन्ट सबै गरिदिनु होला पनि भन्न चाहन्छु होइन। गाइज देख्न सक्नुहुन्छ है पछाडि ब्याकग्राउन्ड चाहिँ यस्तो छ होइन। हजुरको फेद तपाईँहरू देख्न सक्नुहुन्छ सबै पानी छ होइन। यहाँ चाहिँ घुम्ने ठाउँ है, घुम्ने ठाउँ एकदम रमाइलो छ गाइज, एकदम रमाइलो। तपाईँहरूले हेर्दै जानुहोस्, म अझै पनि देखाउँछु केही कुराहरू तपाईँहरूलाई। हेर्दै जानुहोस् है त, कस्तो लाग्छ। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिन चाहिँ नभुल्नु होला है त। गाइज यस्तो छ होइन। अझै पनि देखाउँछु केही कुराहरू तपाईँहरूले। म है त, रमाइलो छ है त गाइज। तपाईँहरूले देख्न सक्नुहुन्छ है रमाइलो छ, हेर्न सक्नुहुन्छ। अझै सेन्ट पाइन्छ है, नम्बर 1 सेन्ट गाइज। म तपाईँहरूलाई यो बुटाको एउटा सिनेमेटिक भिडियो बनाएर देखाउँछु ल। आजको भ्लग चाहिँ धेरै छोटो भयो होइन, धेरै छोटो भयो। मेरो खासै टाइम पनि थिएन, त्यही भएर त्यही हो गाइज। अब चाहिँ म चाहिँ लागिदिएको ड्युटी गाइज है, म चाहिँ ड्युटीतिर लागिदिएको। त्यही हो, खासै राम्रो भएन, त्यसको लागि माइन्ड नगर्नु होला साथीहरू होइन। ड्युटी टाइम अनि भ्लग सुट गर्न धेरै गाह्रो हुने रहेछ। त्यही हो, तपाईँहरूले माया चाहिँ गरिदिनु होला। नेक्स्ट भ्लग चाहिँ अलि राम्रो आउँछ है त।